यो हो हेर्दा चिटिक्क अनि सुन्दर देखिने सल्यान जिल्लाको सदरमुकाम खलङ्गा। निकै सुन्दर रहेछ खलङ्गा। सल्यान जिल्ला नेपालको मध्यपश्चिम पहाडी क्षेत्र अन्तर्गत कर्णाली प्रदेशमा पर्दछ र राजधानीदेखि करिब 500 किलोमिटरको दूरीमा रहेको छ। यहाँ क्षेत्री, ब्राह्मण, घरती, बुढा, पुन राम्जा, सारु कुँवर, रोका, राई, कुमाल, गुरुङ, नेवार लगायतका जाति र विश्वकर्मा, नेपाली, गन्धर्व, सुनार, सार्की लगायतका दलित समुदायको मुख्य बसोबास रहेको छ। 3 नगरपालिका र 7 गाउँपालिकामा विभाजित सल्यान जिल्लाको दक्षिणमा दाङ र बाँके, पूर्वमा रोल्पा, उत्तरमा जाजरकोट र पश्चिम रुकुम, साथै पश्चिम सुर्खेत र बर्दिया जिल्ला पर्दछन्।